हेलो नमस्ते नेपाल इन्टेरियर डिजाइनमा स्वागत छ। बेडरुम डिजाइन गर्दाखेरि के कुराहरू फलो गर्यो भने चाहिँ हामीले पर्फेक्ट डिजाइन गर्न सकिन्छ भन्ने आजको यस भिडियोमा रहेको छ। पहिलो नम्बरमा हामीले कसको लागि र के पर्पजको लागि बेडरुम डिजाइन गर्दैछौँ त्यो याद गर्नुपर्ने हुन्छ। कसको लागि भन्दाखेरि अब एडल्टको लागि बेडरुम डिजाइन गर्न लाग्यो कि कपालको लागि, चाइल्डको लागि, गेस्टको लागि अथवा एल्डरको लागि गर्न लागेको हो, यो कुराहरू एकदम इम्पोर्टेन्ट हुन्छ। र डेली ह्याबिट्स भन्नाले उहाँहरूको डेली ह्याबिट्सहरू के छ, टिभी हेर्ने गर्नुहुन्छ कि पढ्ने गर्नुहुन्छ कि त्यहाँ साथसाथै काम पनि गर्नुहुन्छ कि त्यो कुराले पनि डिजाइनमा एकदम इम्पोर्टेन्ट रोल प्ले गर्छ। र उहाँहरूको स्टोरेज कतिको चाहिन्छ, होइन, उहाँहरूलाई एकदम मिनिमल चाहिने हो कि अथवा हेभी स्टोरेज चाहिने हो, यो कुराले पनि एकदम धेरै म्याटर गर्छ। सेकेन्ड नम्बरमा छ लेआउट प्लान गर्ने। लेआउट कसरी प्लान गर्ने भन्ने कुराहरूलाई ख्याल गर्नुपर्ने हुन्छ। जस्तो बेडरुम डिजाइन गर्दाखेरि चाहिँ एउटा फोकल पोइन्ट बनाउनु पर्ने हुन्छ। अनि बेड जहिले पनि राख्दाखेरि चाहिँ लार्जर वाल साइडपट्टि राख्यो भने चाहिँ त्यसले चाहिँ हामीलाई त्यहाँ डिजाइन गर्दाखेरि त्यहाँ फोकल पोइन्ट बनाउँदाखेरि हामीलाई सजिलो हुन्छ। तर त्यो बनाइराख्दाखेरि वास्तु मिल्छ कि मिल्दैन यो कुराहरूलाई पनि ध्यान दिनु पर्यो। र एकदम छुटाउनै नहुने कुरा भनेको चाहिँ हामीलाई वाकिङ स्पेस चाहिँ हामीले त्यसमा राख्नुपर्ने हुन्छ। मिनिमम पनि 2.5 फिट चाहिँ हामीले छोड्नुपर्ने हुन्छ बेडको अगाडिपट्टि साइडपट्टि। त्यो गर्दाखेरि चाहिँ हामीलाई बेडमा हिँड्नलाई यताउता जानको लागि चाहिँ एकदम स्पेस मिल्छ र त्यो बेडको चाहिँ प्लानिङ एकदम राम्रो हुन्छ। तेस्रो नम्बरमा छ कलर स्किम। कलर स्किम पनि एकदम इम्पोर्टेन्ट रोल प्ले गर्ने कुरा हो पर्फेक्ट बेडरुम बनाउनलाई। क्लाइमिङ कलरहरू जस्तो न्युट्रल, पेस्टल, अर्थटोन त्यस्ता कलरहरू पनि युज गर्दाखेरि बेटर हुन्छ। र हाइलाइट गर्नको लागि जुन बेड पछाडिको वाललाई चाहिँ हामीले त्यसमा एउटा डिजाइन, कलरको डिजाइन दिन सक्यो भने एउटा सस्तो पनि र गुड लुकिङ पनि हुन्छ। म्याच गरेर कलरहरू बनाउँदाखेरि चाहिँ बेस्ट हुन्छ। 4 नम्बरमा छ लेयर अफ लाइटिङ। लेयर अफ लाइटिङ भनेको चाहिँ एउटा कम्बिनेसन हो लाइटको, जुन चाहिँ हामीले लेयर लेयर अनुसार चाहिँ छुट्याएका हुन्छौँ। यो टपिकलाई बुझ्नको लागि चाहिँ एउटा छुट्टै एउटा भिडियो नै म बनाउँला, नेक्स्ट भिडियो यसकै टपिकमा बनाउँला। अहिलेको लागि चाहिँ लेयर अफ लाइटिङ बुझ्नको लागि चाहिँ हामीले एउटा कम्बिनेसन हुन्छ, एउटा टाक्स सिलिङ लाइट, होइन, एम्बियन्ट लाइट, टाक्स लाइट, यिनीहरूको फङ्सनल र यसको एस्थेटिकलाई चाहिँ अलिकति हाइलाइट गर्नको लागि युज गर्ने एउटा फर्मुला हुन्छ, त्यो नैलाई नै लेयर अफ लाइटिङ भन्छ। त्यो पनि एकदमै इम्पोर्टेन्ट हुन्छ है पर्फेक्ट बेडरुम डिजाइन गर्नको लागि। 5 नम्बरमा छ सेलेक्सन अफ राइट फर्निचर। सेलेक्सन अफ राइट फर्निचर पनि एकदमै इम्पोर्टेन्ट पोइन्ट हुन्छ हाम्रो पर्फेक्ट बेडरुम डिजाइन गर्नको लागि। सेलेक्सन अफ राइट फर्निचर भन्नाले लाइक बेड साइजहरू, होइन, किङ साइज, क्विन साइज, होइन, सिङ्गल बेड हो कि डबल बेड चाहिने हो कि स्पेसको कुराहरू जस्तो मैले अगाडि नै भनिसकेँ 2.5 चाहिँ मिनिमम पनि हुनैपर्छ हाम्रो बेडको साइडहरूमा वाकिङ स्पेस, होइन। अनि त्यस्तै गरी वार्डरोब पनि उहाँहरूको क्लाइन्टहरू जस्तो कसैको हाइट अलिकति कम हुनसक्ला, कसैको हाइट बढी हुनसक्ला, त्यो अनुसारको चाहिँ एकदम त्यो सामानहरूलाई एसेस हुनलाई चाहिँ त्यो अनुसारको डिजाइन हुनु पर्यो। सबै स्ट्यान्डर्ड साइजमा मात्र बनाएर पनि पर्फेक्ट बेडरुम डिजाइन हुँदैन, कुनै चाहिँ त्यसलाई कस्टमाइज गर्नुपर्ने हुन्छ। हो यसरी चाहिँ हामीले चाहिँ राइट फर्निचरहरू राइट प्लेसमा राइट वेमा चाहिँ हामी युटिलाइज गऱ्यो भने एकदम पर्फेक्ट बेडरुम डिजाइन गर्न सक्छ। 6 नम्बरमा छ गुड भेन्टिलेसन। भेन्टिलेसनको कुराहरू भन्दाखेरि चाहिँ हामीले विन्डोको साइजहरू, होइन, अनि त्यसमा नेचुरल लाइटहरू भित्र छिर्छ कि छिर्दैन त्यो अनुसारको प्लानिङहरू गर्नुपर्ने हुन्छ। अनि अर्को कुरा भन्दाखेरि कर्टेनको कुराहरू, होइन, ब्लाइन्ड्सको कुराहरू, कर्टेन र ब्लाइन्डहरू झ्यालमा राख्दाखेरि चाहिँ हामीले लाइट कलरको कर्टेनहरू राखिदिनु पर्यो, जसले कारण चाहिँ लाइट पनि छिरियोस्, प्राइभेसीको पनि कुराहरू त्यसमा चाहिँ मेन्टेन गर्न मिलियोस्, होइन, त्यसरी हामीले डिजाइन गर्नुपर्ने हुन्छ। र अरू कुरा भनेको फ्यान, एसी, हिटरहरूलाई पनि त्यही अनुसारको क्लाइमेट सुइटेबल हुने खालको अनुसारको हामीले प्लेस गर्न सक्यौँ भने चाहिँ एउटा पर्फेक्ट बेडरुम डिजाइन गर्न चाहिँ यो कुराहरूले पनि हेल्प गर्छ। 7 नम्बरमा छ टेक्सचर र सफ्टनेसको कुराहरू।
टेक्सचर र सफ्टनेसहरू भन्दाखेरि जस्तो युज अफ रगहरू होइन, कर्टेन्स नै भइहाल्यो, अनि कुसनहरू भयो, हामीले त्यसमा युज गर्ने फेब्रिक होइन, तिनीहरू भयो। जस्तो रग भन्नाले बेडको तलपट्टि राख्ने एउटा रगले पनि त्यसलाई चाहिँ हाम्रो एस्थेटिकलाई इन्हान्स गर्ने कामहरू गर्छ होइन। अनि हामीले जस्तो युज हुने कुसनहरू भयो, पिलोजहरू भयो होइन, त्यसको टेक्सचर कस्तो छ, त्यसमा हामीले हात राख्दाखेरि कतिको सफ्टनेसहरू छ होइन, आफूलाई कस्तो खालको चाहिएको हो। अनि लाइनिङहरूको कुराहरू हुन्छ होइन, त्यसमा चाहिँ मेटलहरू युज गर्ने कि वुडहरू युज गर्ने कि अब अरू केही मेटेरियलहरू युज गर्ने, त्यसले पनि चाहिँ अ, हाम्रो एउटा डिजाइनलाई चाहिँ एउटा लुक्स दिने काम गर्छ।